हेलो फ्रेंड्स, नमस्ते। म अमरेन्द्र अधिकारी कम्प्युटर टेक्नोलोजी यूट्यूब च्यानलमा तपाईहरुलाई स्वागत छ। बेल आइकनलाई कृपया दबाइदिनु होला। यस्तो खालको लोगो तपाईहरुले बनाउन सोच्या होला, कस्तो बन्ला यस्तो खालको लोगो क्यानभा एपमा राम्ररी बन्छन्। म पनि क्यानभा एप 3 दिनदेखि युज गर्दैछु। क्यानभा एप के को लागि युजेबल छ अनि युजरहरू के गर्न सक्छ क्यानभा एपमा, त म यस्तो खालको लोगो सब्स्क्राइब बटनमा कसरी लाउने, कसरी बनाउने, यो पनि त एउटा क्यानभा एप। त्यसमा गएर के भन्छ थम्बनेल पनि बनाउन सक्छ, युट्युब थम्बनेल, अनि लोगो पनि बनाउन सक्छन्, इन्ट्रो बनाउन सक्छन्, अनि एक्जेक्ट पनि बनाउन सक्छ, अनि त्यसमा प्ले बटन केही पनि बनाउन सक्छ। त्यसमै सबै हुन्छ। त म अनुरोध गर्दछु, डिस्क्रिप्सनमा त्यसको लिंक दिइहालेछु, गएर तपाईहरु त्यसबाट डाउनलोड गरिदिनु होला। ठीक छ। अब कस्तो लोगो बनाउने, मैले एउटा ग्रीन स्क्रिन वाला पनि बनाएको छु। मैले ग्रीन स्क्रिन वाला यहाँ बिचु यहाँ दिइहालेछु। यहाँ हेरौँ ग्रीन स्क्रिन कसरी बनाउने, त्यो सबै म बनाएर एउटा भिडियो गरेर अनि डिस्क्रिप्सनमा हाल्दिन्छु। तपाईहरु त्यसबाट गएर डाउनलोड गरिदिनु होला। अनि क्यानभा एप जसलाई चाहियो भने त्यो पनि डिस्क्रिप्सनमा छ, तपाईहरु डाउनलोड राम्रोसित गरिदिनु होला। ल, थ्यांक यू।